Ya. भित्र जाने हैन त बाहिर भाइ बुझ्नु बस्नु हो भाइ बुझा भुल्दै हो जी यहाँ बुझ्यो कि माओवादीहरु पनि चाहियो नि रेकर्ड भएको अनि यहाँ किन्न लाग्यो अहिले है किन्न लाग्यो आडा भन्नु यो पानी त्यहाँ राख्ने हो हैन कहाँ उता राख्छु त यता त्यहाँ पानी त त्यहाँ जादु नि होला ए अब आमा बुवाले भने छिटिका लागि छिटिका लागि छिटियो
बाबुलाई टिका लगाइदियो कति नाम देखेछ बाबु खै रक्षा पानी खाइदिन्छ पानी हेर न म चटाइदिउँ भइहाल्छ खोइ मलाई दिँदै भयो रुना पर्छ खाँदाखेरि ल भयो हेर न यतापट्टि फर्केर खाउन पर्छ भन्ने थियो ल भयो बिदान लाग्छ केटो अप्ठ्यारो हो के ल त राम्रो भएन यो मिल मामा भयो नि चित्त अझै हल्लाउनु यहाँ के हेरेको भिजा छ कि सबै चिजलाई भित्र पनि हाल्दिनु त्यो लुगा गरम भयो क्या कसम एकदम त माला चस्टस घोच्यो निकाल्ने पनि हुन्छ क्या अब रातभरि यही छुदाइदिने अब एक्लै छुदाइदिने ल भयो बाबु न चली गरम है न आले चली गरम दिनो दिनो ए दिन्छु कसरी गर्नु फटाफट बाबु जगह न कर के काम नहीं जगह करनी है नहीं काम नहीं है जगह बाबु यो लिएर त आफ्नो सामान राखिहाल्नु पर्ने राखियो
सबैमा टच गरेर सबैलाई सबलाई टच गर Yo,
गर्मीले निकालिदिएको तास बम्बु बम्बु बोलेको सुन्छु त मैले चिरञ्जीवी भए है नानाले लगाइदिएको होला क्या मैले पनि लगाएँ ल उल्टा भयो है उता गराइदिनु पर्ने भयो फोनलाई खाने मान्छे गर्नु पनि पर्ने जस्तो भयो त सब भरे लाग्यो भन अनि खाने जति लिने धेरै नलिने है खाने नखाने नेपिन दल समात्ने है विशु विशु
यो केटाकेटीहरू घुममा नफाल्ने है घुममा बस्यो भने कारबाही हुन्छ हाम्रो आर्मीको गर्नेले होला आर्मी लागि जानेपछि आर्मी लागि कुर्सी बाहिर निकाल्ने यहाँ अप्ठ्यारो भयो है बाहिर बोलिरह है हाँ आज त म कुन मुस्किल ल्याब गाडी गर्दै जाऊ अब जहाँ गएर जानु पर्छ पढ्नमा चौडा भए पनि चौडासम्म Open this. You. अहिले हामी बस्न पठाइदिनु हामी गाडीमा यहाँ बस्न एउटा बाख्रो खाइदियो जान्ने कि यो कपी निस्क्यो भने के भने के भने साइकल पछि लाग्यो आइसकेको मान्छे नभइकन पछाडि गडफादर नभइकन चाहिँ गाह्रो छ एउटा गडफादर चाहिँ पकेटमा लिएर हिँड्नु पर्ला जस्तो छ जतिखेर पनि
पकेटमा राख्यो पुरा गाह्रो यार विदाउट गड फादर अब एक्सपेक्टेड अमाउन्ट जति पनि पानी हेर्छ पहिला घर किन्नु भन्दा हेलो सर के हो प्लिज ए होइन म आइपुग्यो कहाँ पो पुगिसक्यो क्या के रे ए भेरीमा ठिक छ फेरि आरो टाढसँग एकदम राम्रो सिक्वेन्स छ मेरो पालामा मैले म्याक्सिमम केसेसहरू सर्जिकल केसेसहरूलाई होइन उहाँका पठाएर उहाँले पर्फर्म गर्नुहुन्छ हामी यताबाट सपोर्ट गरिदिन्छौँ त्यसको लागि काठमाडौँ पठाइराख्नु परेन कि काठमाडौँ पठाइराख्नु परेन मैले एउटा सामान्य केसलाई काठमाडौँ पठाउँदाखेरि कति कस्टली अनि मेडिसिनमा चाहिँ निर्मल दाइ छ निर्मल दाइ चिनेकै छ ल अरे ठुलो मान्छे हुन्छ मान्छे त खतरा हुन्छ नि दिइहाल्यो ल दिइहाल्यो है ल बाबु है ठुलो मान्छे हुने डक्टर हुन्छ है ल अनि खुवाउने हो के हो सबैले छोइदियो हुन्छ होइन खान सक्छ ल लिएर भात खुवाएको पैसा तिमीले देखाउनुपर्छ है ल ल ल फेरि देऊ फेरि देऊ है ल गुड है ठुलो मान्छे दिवानी हुनु है ठुलो हुनु धेरै पढ्नु बाबु है ल है बाबु ल यहाँ छ बाबु यहाँ छ केराहरू खान्छु भन्दा पनि खानु तल किसन गुरुङ साहबले गीत गाउँदै बस्दै गरिरहेको छ तल गीत गाइरहेको छ षड्यन्त्रले गीत गाउँदै बस्छ अनि आज गीत गाएको छ किसन गुरुङ साहब
बसाउँ सर म तपाईँलाई गर्दै काम गर्छु अलिकति पिल चाहिँ धेरै होला फेरि काठमाडौँमा कहाँ अलि चटाउने मात्रै छ भयो साथी मात्र पुग्छ असेर लाउनुपर्छ मलाई समात समात न यस्तै सुनाउ न धेरै छ मुद्दै हाल्नु चिज दिएर खाउँ न आज सर्दीको औषधि त्यही हो क्या सर्दी पकाउनु पर्छ
होइन चिसो हिँड्नु खानु भयो चिसो हिँड्नु म बियर आउँदैछु बियर आउँदैछु बियर कता ज्ञानदी पटेल भइरहेछ त पानीले हालिसकेको बेला हालौँ न पानी कसो लाग्छ पानी आउँछ किन भेट्टा हो छोराको उज्जवल भविष्यको कामना उज्जवल भविष्य कामना गर्दा तपाईँलाई गाडी पनि तपाईँ सुकुमार समस्या भनेको मन्त्री पार्टी भन्नाले क्याबिनेटको डिसिसन भन्नाले पार्टी डिसिसन हो त्यो हाम्रो 2 नम्बर नातिको सर भन्ने नेपालमा त चाहिँ हेर्ने तपाईँको कुनामा दिँदै रहेछ मैले राति सकेर त्यो मिलाएर पठाइदिनु सक्नुहुन्छ भाइ यति त अस्ति देखि जस्तो लाग्यो मान्छे मलाई इन्भाइट छैन तर किन हो दाइहरूले भन्नु के नाम भन भने मरियो अधिकारी रोशन दाईको भाइ हो भन्छ फेरि तिनीहरूले त्यो रोशन दाईको भाइ भन्दा नचिने त कुरै आउँदैन म डक्टर हो भन्छु किन चिनिहालिन्छ आइहाल्छ के देखाएपछि दाइहरूले कमेन्ट खाएर के लाग्दैन अहिले आफ्नो कुरा गरेर एक्सपेक्ट कहिले नराख्नुहोस् 2 रुपियाँ कतिबाट बढिदिन्छ कि ओलीले एउटा भाले दिन्छ कि एउटा कुखुरा दिन्छ कुरो के भन्छ मैले भन्नु क्या म साथीहरूले मलाई नाम लिएर बिरुवालाई दिएको छ दाइ मलाई काम गरिदिनु मेरो ल्याइदिनु लाइसेन्स बोकेको थियो म चाहिँ सुके सोचेको घर बसेर गर्छु नि तपाईँसँग लाइसेन्स लिएर आउँछु सुकेर त्यो महसुस न मतलब त्यति मान्छु क्या त्यो थाहा त मार्नु भयो नि त फेरि हाम्रो फ्यामिलीको होइन tôi có thể thật cả
उता हेर्नु दादालाई हेर्नु हात निकाल हात निकाल हात निकाल हात तपाईँको छ नि तपाईँ जहाँ खटिनुहुन्छ नि त्यहाँ सुली पावर के भयो तपाईँले रिक्रुटको सिलेक्सनमा तपाईँलाई खटायो भने तपाईँ के बोले यो अहिले मैले ट्राफिक ट्राफिकको गाडीको डिएसपी घुम्न गएको छ मैले बाहिर गाडीमा लेखिसकेँ रिजनल ट्राफिक पुलिस यतापट्टि इङ्ग्लिसमा उतापट्टि यो यतापट्टि ट्राफिक लेखिसकेँ मैले अहिले आफ्नो आएको डिएसपी नि किन बोल्नु भन्नुहोस् न पहिला त्यसमा त एकजना सुरेश भाइ भनेको छ मेडिकल कलेज बोल्नुमा बोर्ड गर्नुमा साढे 1 बजे साढे 5 बजे त्यो कहिले गइसक्यो हुन्छ त्यो बेला अब त आइटीमा काम गरेर फर्स्ट लटी लगायो फर्स्ट लटी त्यो सधैँ छ हलहरू चाहिँ हाम्रै हो सबै हलहरू पनि हेरेर चाहिँ सेललाई टिम बोलेर लरमा हाम्रो चाहिँ वहाँ वाटर प्लान्टदेखि लिएर जेनेरेटरदेखि लिएर सस्टेन गर्न चाहिने सबै चिज यहीँबाट लिएर इन्फ्रास्ट्रक्चरको म्याक्सिमम तपाईँले सीबाट लान्छ सोर्स चाहिँ छुटुको कोनामा बसेर खानु थिएँ कि अथवा के थिएँ अच्छा मेरो बोली चाहिने लाग्थ्यो मेरो नाममा मुद्दा ल हो राजा यिनीहरू बच्चा सम्बन्ध म त्यसै भन्छु यार भाइ म अहिले पनि अब 2 दिन घाँस 7 दिन लाउँ 7 दिन क्या वो जमाना हमारा था वो जमाने में जमाना हसीना का था वो जमाने हमारा था जमाना हमारा है बाबाले नि भनेर सुकेत भयो गाइड आउँछ हाम्रो खुसी हिंसा अर्को खुसी एउटा सुन्नु भाइ अर्को कुशल कता हो एक्टिङ के मान्ने अर्को कुशल जी सपोर्ट गर्छ आई हैव रिक्वेस्टेड यु यो मान्छे तालिम गरेर गयो नेपालमा तालिम गरेर यति ब्याजमा तालिम गरेर गयो तालिम गरेर गएको रेकर्ड तपाईँ कहाँ भयो टेक्निकल तपाईँले गरे तपाईँ त्यस्तो कुरामा डराउनुहुन्छ यार रेकर्ड चाहियो रेकर्ड म आम दिएर यार जुन तर विजय भावे यो हुन्थ्यो विजय दाई भन्थ्यो भने विजयले मलाई जे भने पनि गर्थ्यो क्या विजयले गर्थ्यो त्यसमा देयर इज नो डाउट सञ्जय भाइ गरिदिन्थ्यो रामकृष्ण आउला भनेर को आउला के आउला भनेर
there were 8 people, right, including girls and guys, right, whose height were less than 5'2" or 5", right. One of the girl was the candidate of DIG of our region. They called me. Why you failed? Somebody don't discard it, okay? Kalah festival. बाबु गीत गाइदियो नाच्दियो है त हो का ल मेरो छोरो कति नाम गरेको छ बाबालाई हेर न उता बाबा कौन
फेरि सुत्यो बाबु फेरि सुत्यो बाबु फेरि बाबु यसो गरेको नि आउँछ नि त्यहाँ कस्तो गरेको आउँछ बाबा नमस्ते गर्दो ल नमस्ते गरेको नि आउँछ नर्सी हट्नु देखादैन हामी के छ टिभीमा लगाइस् न हेर अहिले ल भाइलाई लिएर ल भाइलाई समातेर खिच्दिउँ त ल भाइसँग सँगै बसेर खिच्दिउँ त ल म भाइलाई बसालिदिन्छु यहाँ ल ल ल ल ल उताएर बाबालाई राख अरूभन्दा पनि सामानहरू सप्लाई गर्छन् कि जस्तो भइरहेको छ कि मलाई नै यिनीहरूले त्यत्रो रक्सीहरू यत्रो सानसाना बोतलहरू रक्सीहरू छ हेरेछन् मैले म कति ल्याएको के ल्याएको मलाई थाहा छैन अब ल हेर्नु यहाँ हेर्नु कस्तो राम्रो गरेछन् दुई भाइ हेर्नु त भाइलाई समात न हो त्यो बिचारा दुःख गर्दा हेर न केटाहरू खान पाएन म भित्र मतलब छैन तिमीलाई कति छ छैन केही छैन भाइलाई समात न भाइलाई अब खाइरहेछन् फेरि कान पाउने पनि यार समाउन जहिले अलिकति विचार गर्नुपर्ने हो कि आफू मान्छे भइसकेपछि यता पनि हेर्नुपर्ने कसले कसको विश्वासमा ल हेर्नु यहाँ हेर्नु यस्तो होला कताउनु पर्यो बिचारा के भयो तिमी के भयो भने भन्दाखेरि तिमी किन गर्न आएको छ तिमी एकैछिनमा जग्गा जग्गा ढल्छ भने के बसेन के बस्नै परिहाल्यो बसेन त त्यहाँ अरू केही नै केटाहरू मजाले सुतिरहेछन् ल ल आनन्दले हुन्छ कि दाउ देखाइसक्नु